सर्वप्रथम त जियो पोलिटिक्स एन्ड जियो इकोनोमिक्स च्यानलको 14औं एपिसोडमा देश र विदेशमा रहनुभएका सबै दर्शक श्रोतामा नमस्कार अनि स्वागत छ। म एनपी शर्मा। आजको एपिसोडको शीर्षक छ सोमालिल्यान्डको मुद्दा, उत्पत्ति, भू-राजनीति र शक्ति सङ्घर्षको विवेचना। अफ्रिकी मुलुक सोमालिल्यान्डको मुद्दा के हो? इजरायल जस्ता मुलुकहरूले यसलाई किन मान्यता दिएका छन्? सोमालिल्यान्डको उत्पत्ति कसरी भएको हो? यसको भू-राजनीतिक महत्त्व कस्तो छ? यसमा कुन शक्ति राष्ट्रको कस्तो नजर परेको छ? यी सबै पक्षलाई केलाउँदै आउनुहोस् आजको एपिसोडको थालनी गरौँ। परिचय: 26 डिसेम्बर 2025मा इजरायलले विश्वमै पहिलोपटक सोमालिल्यान्डलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएपछि यो भूभाग अन्तर्राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ। करिब 60 लाख जनसङ्ख्या भएको यो स्वयं घोषित गणतन्त्रले 3 दशकभन्दा बढी समयदेखि आफ्नै सरकार, सुरक्षा बल, निर्वाचन र राज्य संस्थाहरू सञ्चालन गर्दै आए पनि अहिलेसम्म राष्ट्रसङ्घको कुनै पनि सदस्य राष्ट्रले औपचारिक मान्यता भने दिएको थिएन। सोमालिल्यान्डको उत्पत्ति, ऐतिहासिक पृष्ठभूमि। सोमालिल्यान्डको इतिहास सोमालियाभन्दा भिन्न छ। सन् 1880 देखि 1960सम्म अर्थात् 80 वर्ष यो क्षेत्र बेलायती संरक्षित राज्य, एउटा प्रोटेक्टोरेट, ब्रिटिस प्रोटेक्टोरेटको रूपमा रह्यो। त्यतिबेला यसलाई ब्रिटिस सोमालिल्यान्डको नामले पुकारिन्थ्यो। 26 जुन 1960मा बेलायती सोमालिल्यान्डले स्वतन्त्रता प्राप्त गर्यो। तर केही दिनपछि नै यसले इटालियन सोमालियासँग गाभिएर सोमालिया गणतन्त्रको घोषणा गर्यो। सन् 1991मा सोमालियाका तानाशाह सियाद बार्रेको पतनपछि सोमाली राष्ट्रिय आन्दोलन, सोमाली नेसनल मुभमेन्ट र उत्तरी कबिलाका नेताहरूले 18 मई 1991मा सोमालिल्यान्ड स्वतन्त्र भएको घोषणा गरे। यो कदम दशकौँको राज्य दमन र गृहयुद्धपछि आएको थियो। सोमालिल्यान्डका पक्षधरहरूको तर्क छ कि यो क्षेत्र मुख्य रूपमा इसा कबिलाको बाहुल्यता भएको क्षेत्र हो, जसले यसलाई सोमालियाका अन्य भागहरूभन्दा भिन्न बनाउँछ। सन् 1960को सङ्घीयकरणलाई उनीहरूले अवैध ठहराउँदै आफूहरूलाई पूर्व बेलायती सोमालिल्यान्डको उत्तराधिकारी राज्यको रूपमा प्रस्तुत गर्दछन्। अन्तर्राष्ट्रिय मान्यताको प्रश्न: सोमालिल्यान्डले 3 दशकभन्दा बढी समयदेखि आन्तरिक रूपमा स्थिरता, लोकतान्त्रिक निर्वाचन र शान्तिपूर्ण सत्ता हस्तान्तरण जस्ता कुराको सफल अभ्यास गरेको छ। फ्रिडम हाउस जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सोमालिल्यान्डको राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको स्थितिलाई सोमालियाको दाँजोमा उत्कृष्ट मान्दछन्। तैपनि अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै भूभाग संयुक्त राष्ट्रसङ्घले मान्यता नदिएसम्म सार्वभौम राज्य मानिँदैन। इजरायलको मान्यता: 17 मई 2025मा सोमालिल्यान्डका राष्ट्रपति अब्दिरहमान मोहम्मद अब्दुल्लाहीले संयुक्त राष्ट्रसङ्घका सबै 193 सदस्य राष्ट्रका नेताहरूलाई पत्र पठाएर औपचारिक मान्यताको आग्रह गरे। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु एकमात्र यस्तो नेता थिए जसले यसको सकारात्मक जवाफ दिए। 26 डिसेम्बर 2025मै इजरायलले सोमालिल्यान्डलाई स्वतन्त्र राष्ट्रको मान्यता दियो। नेतन्याहुले यसलाई सोमालिल्यान्डको आत्मनिर्णयको अधिकारलाई मान्यता दिएको भने। दुवै देशले पूर्ण कूटनीतिक सम्बन्ध स्थापना गर्ने, राजदूत नियुक्त गर्ने र दूतावास खोल्ने सहमति पनि सँगै गरे। सोमालिल्यान्डले पश्चिम एसियामा इजरायललाई मान्यता दिने र सम्बन्ध सामान्यीकरण गर्ने अब्राहम सम्झौता, अब्राहमिक एकर्ड्समा पनि सहभागी हुने घोषणा गर्यो। यस मान्यतापछि सोमालिल्यान्डले जेरुसलेममा आफ्नो दूतावास खोलेको छ। सोमालिल्यान्डका राष्ट्रपतिले हालै इजरायलको औपचारिक भ्रमण गरेका छन् भने आर्थिक विकास, कृषि, जल व्यवस्थापन, स्वास्थ्य र सुरक्षा क्षेत्रमा सहकार्य विस्तार गर्न खोजिरहेका छन्। अन्य राष्ट्रहरूको प्रतिक्रिया: इजरायलको यस कदमलाई सोमालिया, मिस्र, तुर्की र जिबुटीले पूर्ण अस्वीकार गरेका छन्। चीनले पनि कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरू देशको आन्तरिक विभाजनकारी शक्तिलाई प्रोत्साहित गर्न नहुने भन्दै आपत्ति जनाएको छ। रुसले यस निर्णयलाई सोमालियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन भन्दै चिन्ता व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने राष्ट्रसङ्घको सुरक्षा परिषदको बैठकमा इजरायलको निर्णयको प्रतिरक्षा गर्दै अमेरिकाको सोमालिल्यान्डप्रतिको धारणा भने परिवर्तन भएको छैन भनेका छन्। तर अमेरिका आफैले भने सोमालिल्यान्डलाई मान्यता दिने कुनै तात्कालिक योजना रहेको देखिँदैन। भूराजनीतिक महत्त्व: सोमालिल्यान्डको भूराजनीतिक महत्त्व मुख्यतः यसको रणनीतिक भौगोलिक अवस्थितिमा निहित छ। यसलाई 4वटा बुँदामा बाँडेर हेर्न सकिन्छ। समुद्री मार्गको नियन्त्रण: सोमालिल्यान्ड एडेनको खाडीको किनारमा अवस्थित छ, जुन हिन्द महासागरलाई लाल सागर र त्यसपछि भूमध्य सागरसँग जोड्ने विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक मानिन्छ। यस मार्गबाट विश्वको 1/3 व्यापारिक र उपभोग्य मालवस्तु ढुवानी हुन्छ। बाबेल मान्डेब जलसन्धि नजिकै रहेको यो भूभाग इजरायलको एइलट बन्दरगाहसम्म पुग्ने मालवाहक जहाजहरूको मुख्य मार्ग पनि हो। बेरबेरा बन्दरगाह: सोमालिल्यान्डको बेरबेरा बन्दरगाहले हालैका वर्षहरूमा ठूलो रणनीतिक महत्त्व पाएको छ।
यो बन्दरगाह इथियोपियालाई जिबुटीको बन्दरगाहमाथिको निर्भरताबाट मुक्त गर्ने चाबी पनि हो। जिबुटीको बन्दरगाहमा चीनको प्रभाव बढिरहेसँगै बेरबेराले इथियोपिया र अन्य शक्तिहरूलाई विकल्प दिलाउँछ। स्थिरताको नमुना अफ्रिकाको हर्न अफ अफ्रिकामा द्वन्द्व, अस्थिरता र आतंकवाद व्याप्त छ। त्यस्तो भूभागमा पनि सोमालील्यान्ड 3 दशकदेखि आन्तरिक शान्ति, सुशासन र सामाजिक एकताको उदाहरण बनेको छ। यस्तो स्थिरता बाह्य हस्तक्षेपबाट नभई स्थानीय स्तरको मेलमिलाप र संस्थागत विकासबाट सिर्जना भएको हो। लाल सागर एडेन खाडी मार्ग हाल यो क्षेत्र सुरक्षा खतरा, व्यापार प्रवाह र भूराजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ। यमनमा हुती समूहको बढ्दो शक्ति, इजरायल हमास युद्ध र क्षेत्रीय शक्ति सन्तुलनका कारण यो जलमार्गको महत्त्व अझै बढेको छ र यही जलमार्ग को एउटा चाहिँ तटीय राष्ट्रको रूपमा सोमालील्यान्ड उभिएको छ। शक्ति राष्ट्रहरूको नजर इजरायलको के नजर छ त सोमालील्यान्डमाथि भन्दाखेरि इजरायलको सोमालील्यान्ड मान्यताका पछाडि सुरक्षा र रणनीतिक गणनाले काम गरेको छ। 7 अक्टोबर 2023 को हमास आक्रमण र त्यस यताको गाजा युद्धपछि लाल सागर क्षेत्रमा इजरायलको सामरिक प्राथमिकता बढेको छ। विशेषज्ञहरूका अनुसार इजरायललाई हुती विरुद्ध भविष्यको अभियानको लागि लाल सागर क्षेत्रमा एउटा दरिलो सहयोगीको आवश्यकता पर्नेछ। सोमालील्यान्डका राष्ट्रपतिले भविष्यमा इजरायली सैन्य उपस्थितिको सम्भावनालाई पुरै इन्कार गरेका छैनन्। सोमालियाका राष्ट्रपतिले भने सोमालील्यान्डले प्यालेस्टाइनी पुनर्वास र इजरायली सैन्य अखडाको बदलामा तामाटा मान्यता पाएको आरोप लगाएका छन्। इथियोपिया एक भूपरिवेष्टित राष्ट्र भएको हुँदा यसका लागि लाल सागरको पहुँच भनेको अस्तित्वकै प्रश्न हो। जनवरी 2024 मा इथियोपिया र सोमालील्यान्डबीच एउटा समझदारी पत्र MOU भएको थियो, जसअनुसार सोमालील्यान्डले 20 किलोमिटर तटीय क्षेत्र इथियोपियालाई नौसैनिक अखडा नेभल बेसका लागि भाडामा दिने र बदलामा इथियोपियाले सोमालील्यान्डको स्वतन्त्रतालाई मान्यता दिने सहमति भएको थियो। यद्यपि यो समझदारी कार्यान्वयनमा आएको छैन र सोमालील्यान्डको नयाँ सरकारले यसको पुनरावलोकन गर्ने घोषणा गरेको छ। उता पछिका दिनमा इथियोपिया सोमालियाबीच तुर्कीको मध्यस्थतामा भएको अंकारा घोषणाले दुई देशबीचको सम्बन्ध सुधारको बाटो खोलेको छ। संयुक्त अरब इमिरेट्स UAE सन् 2017 मै बेरबेरामा सैन्य अखडा स्थापना गरेको थियो। उपग्रह तस्विरहरूले देखाए अनुसार बेरबेरा एयरबेसमा ठूलो सैन्य निर्माण कार्य भइरहेको छ, जसलाई UAE, इजरायल र अमेरिकाको संयुक्त सामरिक अखडाको रूपमा रूपान्तरण गरिँदैछ। UAE ले सोमालील्यान्डको मान्यताको खुला विरोध गरेको छैन। यस क्रममा UAE ले सोमालियाको संघीय सरकार भन्दा पनि सोमालील्यान्ड, पुन्तल्यान्ड र जुबाल्यान्ड जस्ता क्षेत्रीय सरकारहरूलाई समर्थन गर्दै आएको छ। तुर्की सोमालियाको सबैभन्दा नजिकको अन्तर्राष्ट्रिय सहयोगी हो। तुर्कीले सोमालियाको राजधानी मोगादिसुमा क्याम्प टर्कसुम नामक आफ्नो सैन्य अखडा सञ्चालन गरिरहेको छ। राष्ट्रपति एर्दोगानले इजरायलको सोमालील्यान्डको मान्यतालाई अवैध र अस्वीकार्य भन्दै सोमालियाको क्षेत्रीय अखण्डताको समर्थन गरेका छन्। तुर्कीले इथियोपिया र सोमालिया वार्तामा मध्यस्थकर्ताको भूमिका समेत निर्वाह गरेको छ। चीनको सोमालील्यान्ड प्रतिको दृष्टिकोण ताइवानी मुद्दासँग पनि जोडिएको छ। सोमालील्यान्ड र ताइवानबीच सन् 2020 मा प्रतिनिधि कार्यालयहरू स्थापना भएका थिए। जुलाई 2020 मा दुवैले तटरक्षक सहकार्य सम्झौता समेत गरे। चीनले यसलाई ताइवानको पृथकतावादी गतिविधिको रूपमा लिँदै कडा विरोध गरेको छ। चीनले सोमालिया सरकारलाई सैन्य सहायता बढाउँदै सोमालील्यान्डमाथि दबाव सिर्जना गरिरहेको छ। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ को सफलताका लागि यस क्षेत्रको स्थिरता महत्त्वपूर्ण हुन्छ। इजरायलको मान्यता दिने कदमले चीनको एक चीन सिद्धान्त र BRI दुवैलाई चुनौती दिएको विश्लेषण गरिन्छ। अमेरिकाको आधिकारिक नीति एक सोमालियाको समर्थन हो। उसले सोमालील्यान्डलाई सोमालियाकै अंश मान्दछ। तथापि टेड क्रुज, ब्रायन मास्ट, स्कट पेरी जस्ता रिपब्लिकन सांसदहरूले सोमालील्यान्डको बेग्लै मान्यताका लागि दबाब दिइरहेका छन्। ट्रम्प प्रशासनले अझै विचाराधीन भन्दै हतार नगर्ने बताएको छ। तर राष्ट्रसङ्घको सुरक्षा परिषदमा भने अमेरिकाले इजरायलको निर्णयको प्रतिरक्षा गरेको विगत छ। रुसले सोभियत कालमै सन् 1969 मा बेरबेरामा सैन्य अखडा बनाएको थियो र हाल पुनः उपस्थिति जमाउने सम्भावना खोजिरहेको छ। रुसी अधिकारीहरूले इजरायलको मान्यताको विरोध गरे पनि भविष्यमा लगानीको बदलामा वा नौसैनिक अखडाको सट्टामा सोमालील्यान्डलाई मान्यता दिन सक्ने सम्भावना उत्तिकै रहेको भन्ने विशेषज्ञहरूले बताएका छन्। निष्कर्ष, सोमालील्यान्डको मुद्दा केवल एउटा पृथकतावादी आन्दोलन मात्र होइन,
यो एक महत्त्वपूर्ण रणनीतिक समुद्री मार्गको केन्द्रमा रहेको भूभागको नियन्त्रणको लागि चलिरहेको बहुआयामिक शक्ति सङ्घर्ष पनि हो। इजरायलको मान्यताले यस क्षेत्रको भूराजनीतिक परिदृश्यलाई मौलिक रूपमा परिवर्तन गरेको छ। यसले इथियोपियाको समुद्री पहुँचको आकाङ्क्षा, युएईको बन्दरगाह नियन्त्रणको महत्त्वाकांक्षा, तुर्कीको सोमालियाप्रतिको प्रतिबद्धता, चीनको ताइवान सम्बन्धी चिन्ता र अमेरिका रुस प्रतिस्पर्धालाई एकै ठाउँमा ल्याएर उभ्याएको छ। सोमालिल्यान्डले 3 दशकको आन्तरिक स्थिरता, लोकतान्त्रिक शासन र क्रियाशील राज्य संस्थाहरूको माध्यमबाट आफूलाई एउटा व्यावहारिक राज्य, डिफेक्टो स्टेटको रूपमा स्थापित गरेको छ। तर अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्सा, विशेष गरी सोमालिया, मिस्र, तुर्की, चीन र रुस यसको स्वतन्त्रताको विरोधमा छ। सोमालिल्यान्डको मान्यताले अन्तर्राष्ट्रिय कानुनको खतरनाक उदाहरण स्थापित गर्ने तर्क गरिन्छ, जसले विश्वका अन्य विवादित भूभागहरूमा पनि प्रभाव पार्न सक्छ। भविष्यमा सोमालिल्यान्डको मुद्दा यस क्षेत्रको शक्ति सन्तुलन, समुद्री सुरक्षा र अन्तर्राष्ट्रिय कानुनी मान्यताको विकाससँगै निरन्तर विकसित हुँदै जाने देखिन्छ। यो सानो भूभागले विश्व राजनीतिको ठूलो खेल, ग्रेट गेममा आफ्नो उपस्थिति दर्ज गराइसकेको छ। अब हेर्न बाँकी छ कति राष्ट्रहरू मान्यता दिने बाटोमा लाग्छन् र कति सोमालियाको अखण्डताको पक्षमा उभिन्छन्। जस्तै पनि हामी यो एपिसोडको अन्तमा आइसकेका छौँ। यो प्रस्तुति तपाईँलाई राम्रो लागेमा च्यानललाई लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्न नबिर्सनुहोला। नोटिफिकेसन पाउनको लागि सँगै रहेको बेल आइकन थिच्नुहोला। अर्को एपिसोडमा अरू कुनै विषय लिएर तपाईँ हाम्रो भेट हुने नै छ। त्यो बेलासम्मको लागि धन्यवाद र शुभ दिन।